नमस्ते साथीहरू, म आज तपाईहरुसँग एउटा यस्तो घटनाको कुरा गर्न गइरहेको छु जसले हामीलाई सोच्न बाध्य बनाउँछ। के हाम्रो देशमा सत्य बोल्ने मान्छेको ज्यानको कुनै मूल्य छैन? 15 चैत 2081 मा काठमाडौँको सडकमा भएको आन्दोलनमा एउटा पत्रकारको मृत्यु भयो। उनको नाम थियो सुरेश रजक। तर उनी कसरी मरे, किन मरे अनि यो घटनाको पछाडि सरकारको हात छ कि अरू कुनै रहस्य छ? आज हामी यो कुराको पर्दाफास गर्नेछौँ। यो भिडियोमा अन्त्यसम्म हेर्नुहोस् किनकि सत्य सुन्दा तपाईलाई पनि रिस उठ्न सक्छ। सुरु गरौँ सुरुदेखि। 15 चैतमा राजावादी समूहले काठमाडौँमा ठुलो प्रदर्शन गरे। ढुङ्गामुढा भयो, आगजनी भयो अनि प्रहरीले पनि लाठीचार्ज र टियर ग्यास प्रयोग गर्यो। यो सबैको बीचमा सुरेश रजक, जो एउटा स्वतन्त्र पत्रकार थिए, समाचार सङ्कलन गर्दै थिए, उनी एउटा भवनको छतमा गएर भिडियो खिचिरहेका थिए। तर त्यही बेला प्रदर्शनकारीहरूले त्यो भवनमा आगो लगाइदिए। सुरेश त्यही आगोमा फसे, उनको ज्यान गयो। अब सोच्नुहोस्, एउटा पत्रकार जसको काम सत्य बाहिर ल्याउनु हो, उसैलाई यस्तो हालत भयो। यो संयोग हो कि सरकारको लापरवाहीको नतिजा? अब यहाँ ठुलो प्रश्न उठ्छ, सरकारले यो अवस्था किन आउन दियो? म तपाईलाई एउटा साधारण कुरा भन्छु। यदि प्रदर्शनको खबर पहिलेदेखि नै थियो भने प्रहरीले सुरक्षा किन कडा बनाएन? किन यस्तो अराजकता फैलिन दियो? के सरकारलाई थाहा थिएन कि यस्तो अवस्थामा मान्छेको ज्यान जान सक्छ? कि उनीहरूलाई जनताको ज्यानको कुनै मतलब नै छैन? साथीहरू, यो पहिलो पटक होइन। हाम्रो देशमा बारम्बार यस्ता घटना हुन्छन् र सरकार हरेक पटक हामी छानबिन गर्छौँ भनेर उम्किन्छ। तर सुरेशको परिवारलाई कसले जवाफ दिन्छ? तपाईँ हामीलाई कसले जवाफ दिन्छ? अब एउटा अझ गम्भीर कुरा। केही मान्छेहरू भन्छन् सुरेशको मृत्यु कुनै संयोग थिएन, यो सुनियोजित थियो। किन? किनकि उनी त्यहाँ भिडियो खिच्दै थिए। उनले केही यस्तो देखेका थिए कि जुन सरकार वा शक्तिशाली मान्छेहरूले बाहिर आउन दिन चाहँदैनथे। यो कुरा सुन्दा षड्यन्त्रको कुरा जस्तो लाग्न सक्छ। तर सोच्नुहोस्, हाम्रो देशमा यस्तो पहिले पनि भएको छ कि छैन? पत्रकारहरूलाई तारो बनाइएको इतिहास छैन र? सरकार यदि यो सत्य होइन भने छानबिन किन गर्दैनौ? कि तपाईहरूलाई सत्य बाहिर आउँदा डर लाग्छ? साथीहरू, म तपाईलाई तथ्य दिन्छु। नेपालमा हरेक वर्ष औसतमा 1-2 जना पत्रकारमाथि आक्रमण हुन्छ। यो तथ्याङ्क प्रेस काउन्सिल नेपालको हो। तर यस्तो ठुलो घटनापछि पनि सरकार मौन छ। कुनै ठोस छानबिनको घोषणा भएको छैन। यो कस्तो विडम्बना हो जसले हामीलाई सत्य सुनाउँछ, उसैको ज्यानको कुनै सुरक्षा छैन। अब तपाईँ नै भन्नुहोस्, यो सरकारको असफलता हो कि होइन?